नेपाल सरकार संघीय संसद अन्तर्गतको पूर्वाधार विकास समितिका एक कार्यदल सप्तरीमा सञ्चालनमा रहेका विभिन्न योजनाहरूको अनुगमन गरेका छन्। डाक्टर क्राउट नेतृत्वमा आएको कार्यदलले राजविराज स्थित बस पार्क, राजविराज हटिया र गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा पुगेर कार्य प्रगतिको अनुगमन गरेका हुन्। यसैगरी समितिले हुलाकी राजमार्ग र सप्तरी निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गतमा रहेका कठौना पातो सडक, त्यसैगरी बनिनिया कटैया रूपनी सडक लगायतका योजनाहरू अनुगमन गरेका छन्। सप्तरी क्षेत्र नम्बर 3 बाट निर्वाचित माननीय सांसद दिनेश कुमार यादवले उनीहरूलाई आफ्नो क्षेत्र पनि घुमाएका छन्। संसदीय समितिले बस पार्कमा भइरहेको काम, यसैगरी राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भइरहेको काम र राजविराजकै हटियामा निर्माणाधीन अवस्थामा रहेको सपिङ कम्प्लेक्सको कार्य प्रगति विवरण अनुगमनसँगै स्थानीयहरूसँग बातचित पनि गरेका छन्। उनीहरूले कामको क्रममा ठेकेदारको लापरवाही, गुणस्तरीयहीनताको अवस्था र समयमा काम नभएको निष्कर्षहरू निकालेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर 2 का सांसद डाक्टर क्राउटको नेतृत्वमा सप्तरी निर्वाचन क्षेत्र नम्बर 3 का सांसद दिनेश कुमार यादव, यसैगरी निशा डाङ्गी, बिना लामा र सुशीला श्रेष्ठ सहितका संघीय सांसदहरूले सप्तरी आएर विभिन्न योजनाहरूको अनुगमन गरेका छन्। यहाँ चाहिँ खास गरी हामीले चाहिँ मूल ठेकेदारको लापरवाही बढी पाएका छौँ। उहाँहरूले गम्भीरतापूर्वक लिनुभएको देखिएन। खास गरी उहाँहरू आफै पनि साइटमा संसदीय अनुगमन टोली आएपछि, देशको सर्वोच्च निकाय आएपछि उहाँहरू आफै उपस्थित हुनुपर्थ्यो। त्यो चाहिँ के भयो भन्दाखेरि लापरवाही देखिएकै हो। अर्को चाहिँ अब कामहरूमा पनि अब के छ, जस्तै अहिले हटिया बजारको क्षेत्रमा छौँ हामी, यहाँ चाहिँ अब डिजाइनमै धेरै त्रुटिहरू भएको हामीले पाएका छौँ। पटक पटक त्यो डिपिआर पनि चेन्ज गरिएको र त्यो चाहिँ यहाँको पर्यावरण र यहाँको जनताको माग अनुरूप पनि नभएको। जुन परियोजना 3 वर्षमा पुरा हुनुपर्ने थियो, 2027-27मै पुरा हुनुपर्ने थियो, अझ 2080 आएर यति मङ्सिर होइन भइसक्दा पनि त्यो पुरा हुन पाएको छैन। भनेपछि यसमा चाहिँ एकदम ठुलो लापरवाही देखिएको छ र खास गरी यहाँबाट जुन जनताहरू विस्थापित भएका छन् यो क्षेत्रको लागि ठुलो समस्या छ। अहिले चाहिँ अब यही हटियाको संरचनामा चाहिँ शौचालयहरू डिजाइनमै राखिएको छैन, भद्याङको डिजाइन पनि फल्टी देखिएको छ, ढलहरूको निकास चाहिँ उपयुक्त देखिएको छैन। त्यसपछि सुरक्षाको दृष्टिकोणले पसल भएपछि के हुनु पर्थ्यो भन्दाखेरि यो क्लोज हुनु पर्थ्यो, सबै ब्लकहरू त्यो क्लोज छैन भने सामानहरू त कसरी राख्ने मान्छेहरू त्यो देखिँदैन। त्यो फेरि उहाँले भन्नुहुन्छ डिजाइनमै छैन, राख्ने खालको डिजाइनैमा नभएपछि पसल राख्ने पुरै भएन। त्यसमा डिजाइनमा पनि लापरवाही भएको छ, ठेकेदारबाट पनि लापरवाही भएको छ र समयमा सुसूचित पनि गर्नु पर्थ्यो के कुरा, त्यो पनि हुन पाएको छैन। बस पार्कमा पनि हामीले त्यही हेऱ्यौँ, बस पार्कमा जति काम सुसम्पन्न भएको छ त्यति पनि हस्तान्तरण गर्न सक्ने अवस्थामा हुनु पर्थ्यो र उहाँहरूले चाहिँ जमिनको समस्या देखाएर धेरै समयसम्म चाहिँ त्यसलाई लथाथिङ अवस्थामा राख्नु भएको छ। अस्पतालको काम चाहिँ लगभग सन्तोषजनकै देखियो, तर त्यो चाहिँ मूल ठेकेदारको चाहिँ काम पुरा नगर्ने खालको एउटा प्रवृत्ति देख्यो। उहाँले यदि जोड बल गर्नुभयो भने 3-4 महिनामा त्यहाँ काम पुरा हुन्छ नयाँ भवनमा चाहिँ, तर उहाँहरूले चाहिँ गर्न नचाहनु भएर अलिकति धेरै म्यान पावर चाहिँ ल्याउनु भएको छैन। त्यही भएर हामी चाहिँ उहाँहरूले चाहिँ अब संसदीय समितिमै उपस्थित गराउँछौँ हामी मूल ठेकेदारहरूलाई र त्यहाँ चाहिँ अब त्यो उहाँहरूले के कमिटमेन्ट गर्नुहुन्छ, जति समय अवधि माग्नु भएको त्यति समय अवधिभित्र पुरा गर्नको लागि उहाँहरूलाई हामी चाहिँ त्यहाँबाट निर्देश दिन्छौँ। मान्यज्यू, तपाईहरू अब नेपाल सरकार समेतलाई निर्देशन दिन सक्ने समिति यसरी अनुगमनमा आउँदा यो निर्माणको बोर्ड नहुनु, ठेकेदारहरू उपस्थित नहुनु र कामको अवस्था तपाईँले भनिसक्नुभयो, यो कुरालाई तपाईँहरूले कतिको गम्भीरतापूर्वक लिनुभयो? हामी धेरै गम्भीर भएर यहाँसम्म आएका हौँ। नभए त काठमाडौँ बाहिर प्रायः अनुगमन देखिहाल्नु अहिलेसम्म भएको थियो नि यो समितिहरूबाट। हामी धेरै गम्भीर भएर सप्तरीप्रति धेरै गम्भीर भएर यहाँसम्म पुगेका हौँ र यहाँ पनि देखिहाल्नु बोर्ड समेत छैन। जबकि यहाँ चाहिँ एकदम मूल नक्सा हुनु पर्थ्यो, कस्तो खालको डिजाइन बन्दैछ, जनता चाहिँ सुसूचित हुनु पर्थ्यो, कहिलेसम्म काम पुरा हुन्छ, ताकि उनीहरूले पनि त आफ्नो योजना बनाउनु पर्ने हुन्छ।
त्यो पटक्कै देखिएन कुनै पनि साइडमा चाहिँ त्यो बोर्ड चाहिँ पार्कमा चाहिँ थियो के अरे कतै अरू ठाउँमा त्यो बोर्ड पनि देखियो त्यही भएर त्यो कतिसम्मको लापरवाही भन्ने कुरो त्यहीबाट देखिन्छ अनि यहाँहरू यसरी हेर्दाखेरि त्यो ठेकेदारहरूलाई के गर्नुहुन्छ अब हामी चाहिँ त्यो संसदीय समितिमा उहाँले बोलाउँछौँ र तोकिएकै समयभित्र उहाँले जुन अहिले समय माग गर्नुभयो त्यही भित्रै नै हामीले पुरा गराउने उहाँहरूबाट प्रतिबद्धता पनि जारी उहाँले त्यो गर्न सक्नुभयो भने हामी चाहिँ कालो सूचीमा पारेर ठोस कारबाहीको डिपिआर त्रुटिपूर्ण भए पनि त्यो सच्याउन सक्नु पर्यो त्यो फिडब्याक आज त्यसै बिचमै त छोड्न मिल्दैन डिपिआर पनि त्रुटिपूर्ण देखिएकै छ किन अब यत्रो ब्लक बनेपछि त्यसमा शौचालय नहुने भर्याङको सुविधा नहुने अझ अहिले त के हुनुपर्छ भने अपाङ्ग मैत्री बनाउनु पर्थ्यो मान्छे चाहिँ माथि कसरी चढेर सपिङ गर्छ कसरी किनमेल गर्न जान्छ जति बेला हरेक कार्यालयहरू अपाङ्ग मैत्री भइराखेको अवस्थामा यहाँ हटियामा चाहिँ एकदम हेल्दी मान्छे पनि चढ्न नसक्ने अवस्था देखिएको छ भर्याङको डिजाइन फल्टी भएको हुनाले त्यस्तो भयो त्यसपछि तपाईँको यो बाहिरको स्पेस जुन छ त्यो पनि पर्याप्त देखिएको छैन रेलिङसम्मको स्पेस चाहिँ त्यो पनि अब सपिङ गर्ने ठाउँमा त मान्छेको आवाज जावत ठुलो हुन्छ खासमा त्यो चाहिँ उपयुक्त देखिएको छ त्यो डिजाइन पक्कै पनि फल्टी नै छ तर त्यसलाई सच्याएर काम चाहिँ अगाडि बढाउनु पर्थ्यो यो 6 वर्ष लागेर चाहिँ काम त्यो पनि यस्तो सेन्सिटिभ ठाउँमा जहाँ चाहिँ सैकडौँ हजारौँ मान्छेहरूले आफ्नो व्यवसाय गर्दै आएको तिनीहरूलाई विस्थापित गरेर 6 वर्षसम्म अल्पत्ता पार्नु राम्रो पक्कै पनि कामको अवस्था कुनै कुनै ठाउँमा बस पार्कमा हामीले हेर्दाखेरि गुणस्तर अलिकति देखिएन त्यहाँ अब यो चाहिँ प्राविधिक टोलीबाट पनि छानबिन हुनुपर्दछ तर हामीले आइसाइडबाट पनि हेर्दाखेरि त्यो गुणस्तरीय देखिएको थिएन अस्पतालको काम चाहिँ भौतिक काम चाहिँ सन्तोषजनकै हामीले देख्यौँ यहाँ पनि अलिकति यसको त अब डिजाइन फल्ट पनि छ र अरू कुरा चाहिँ अब ढलको निकासको व्यवस्थापन त त्यहाँ पनि बस पार्कमा पनि थियो अस्पतालमा त झन् हताहतिङ अवस्था छ त यहाँ पनि त्यो छ जब यो यहाँ यस्तो सेन्सिटिभ ठाउँमा ढलको व्यवस्थापन चाहिँ पहिले नै धेरै डिजाइन राम्रो गरेर बनाउनुपर्छ यहाँ निकास गर्नु धेरै गाह्रो हुन्छ यस्तो ठाउँमा अस्पतालमा त झन् गाह्रो इन्जिनियरिङ कलेज अल्पत्र अवस्थामा छ नर्सिङ कलेज स्टोरमा परिणत भइसकेको छ रामराजा प्रसाद सिंह त अहिले आन्दोलन चलिरहेछ यस्तो तपाईँको के छ धारणा यस्तो छ यहाँ चाहिँ के भयो भने काम हुँदै नभएर बढी प्रचारबाजी एउटा साइन बोर्डको घरमा राखेको माग गरियो खासमा काम चाहिँ केही पनि नहुने अस्पताल नै अहिलेसम्म पनि 50 बेडकै दर्ता छ तर यहाँ चाहिँ प्रचार गर्यो 350 400 भइसक्यो भनेर प्रचार गरियो रामराजा स्वास्थ्य केन्द्र केही डिपिआरसम्म औपचारिक रूपमा भएको छैन त्यसलाई गलत प्रचार गरियो त्यो चुनावको लागि त्यो जनता चाहिँ त्यो सुसूचित हुनुपर्छ एउटा कुरा रामराजा प्रतिष्ठानको गठनादेशै पहिला नै सिद्धिसकेको थियो किनभने त्यसको म्याद तपाईँले पढ्नु भएको छ 25 महिना मात्रै थियो 25 महिना छ त्यो म्याद त सिद्धिसकेको थियो अहिले चाहिँ हामीले 1.5 महिनासम्म मन्त्रालयमा धर्ना दिएर त्यहाँ गठनादेश आजको मन्त्री परिषदबाट सम्भवतः पारित भएको त्यो चाहिँ अर्थ मन्त्रालयले पारित के आज भएको छ आज सम्भवतः हुन्छ होला 19 अक्टोबरमा हजुरले लेख्नु भएको छ गठन आदेशको म्याद थप भएको छ अध्यक्ष पनि नियुक्त भएको छ अध्यक्ष खै त त्यहाँ चाहिँ के भयो भने अर्थसँग राय माग्नु पर्यो अनि त्यसपछि कानुन समितिसँग राय माग्नु त्यति बेला कानुन मन्त्री बाहिर हुनुहुन्थ्यो त्यो भएन कानुन मन्त्री आएपछि फेरि के हो भने अर्थमन्त्री चाहिँ लन्डनमा हुनु उहाँ फर्किएपछि बल्ल चाहिँ त्यो घटनादेश भइसकेको छ मसँग तपाईँले हेर्न चाहनुहुन्छ ठिकै छ त्यो सप्तरीको लागि ठुलो ड्रिम प्रोजेक्ट हो धेरै पहल गरेपछि त्यति बेला के भएको थियो एउटा निर्णय मात्रै गर्छ अहिले चाहिँ हामी 1.5 महिनादेखि लगातार हाम्रो मान्छे त्यहाँ बसेर यो काम हामीले गराएका छौँ त्यो ठुलो स्ट्यान्ड लिएर गराएको छौँ अरू कसरी अगाडि बढ्छ किनभने यो ड्रिम प्रोजेक्ट सप्तरीवासीको लागि भयो होइन अब आश्वासन त जनताले पाइसकेको छ यो त हुनुपर्छ अब यसको लागि तपाईँहरूको पहल कदमी कस्तो रहने अब हामी एकदम दिनरात लागेकै छु त्यसमा चाहिँ सबभन्दा पहिला त्यसको राम्रो खालको डिपिआर बनाउनु पऱ्यो किनभने चाहिँ हावातालको भरमा डिपिआर यसले नै यो किन फल्टी भयो त्यति बेला खालि प्रचारबाजीको लागि त्यतिकै हावातालमा डिपिआर बनाइदिन्छ अनि त्यहाँ के चाहियो के चाहिँ राम्रोसँग हुँदैन त्यति बेला पनि डिपिआरमा सोइल त्यहाँ उपयुक्त छ कि छैन तपाईँहरूले खोलाको बगरमा गएर त्यत्रो ठुलो परियोजना बनाउनु त्यो चाहिँ प्रचारबाजीको त्यो हेर्नु पऱ्यो त्यहाँ सोइल उपयुक्त छ कि छैन हेर्नु पऱ्यो अरू पनि कुराहरू धेरै प्राविधिक कुराहरू उठिराखेको त्यो टोली प्राविधिक टोली त्यहाँ आउँछ त्यो हेरेर त्यो ठाउँमा उपयुक्त भएन भने बरु अर्कै छेउछाउमा कतै छ कि वा जनताले यही कतै उपलब्ध गराउँछ कि त्यो हेरेर अरू प्राविधिक कामहरू अगाडि बढ्छ अहिले अनसनैको कुरा गर्ने हो भने त्यहाँ अनसन जारी नै रहन्छ कि तपाईँहरूले त्यसको लागि के हामी त गरिसकेको हामीले मैले भने मन्त्रालयमा हामीले बरु अनसन गरिराखेका छौँ त्यहाँ मन्त्री परिषदमा हामीले त्यत्रो ठुलो अडान लिएर यो काम गराएका छौँ आफै नपुगेर यहाँको भरमा केही पनि हुँदैन नि त्यो अडान लिएर हामी काम गरेर राखेको छौँ त्यो काम अगाडि बढ्छ अनुगमनपछि अब निर्देशन यहाँ पनि दिनु त्यो भएन भने तपाईँको समितिले
जाने यसको क्षेत्राधिकार भनेको समितिमै हो। समितिले मन्त्रीलाई पनि बोलाउन सक्छ, ठेकेदारहरूले पनि बोलाएर के कमजोरी हो, कसरी यसको समस्या के हो, त्यो समस्याको समाधान के सरकार तर्फबाट हुन्छ कि सांसदहरूबाट हुन्छ, कुन पक्षबाट हुन्छ, त्यो यो समितिको काम कर्तव्यभित्र आउँछ। र त्यस कारण सप्तरीको जति यसले धेरै पहिलादेखि लागेको ठेकापट्टाहरू अहिलेसम्म सम्पन्न हुन नसक्नुको कारण, यसको मलाई लाग्छ निरीक्षण र अनुगमन पनि नहुनुको कारण हुनसक्छ। यो अहिलेको सरकार गठन भइसकेपछि, अहिलेको समितिहरू बनिसकेपछि पहिलोचोटि सप्तरीमा अनुगमन समिति भन्ने कुरा के अरे पूर्वाधार विकास समितिको अनुगमन पहिलोचोटि आएको छ। यहाँ ओझेलमा रहेका अरू पनि जुन समस्याहरू छ, यति मात्रै होइन, यो बस पार्क या तपाईँको के अरे हस्पिटल या यो लगातार तपाईँको अब त सम्पन्न हुने अवस्थामा छ। तर अरू धेरै सप्तरीको पुलहरू छ, जुन सडकहरू छ, त्यो सडकहरू होजेलमा छ, ठेकेदारको पत्तो छैन। त्यस कारण यसको हुलाकी सडकको अवस्था तपाईँले हेर्नुभएकै छ। त्यहाँ दिनहुँ मान्छे मर्ने गरेको छ। त्यहाँ 5 सडकको निरीक्षण अहिले गर्नु छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अहिले सांसदीय दलको सचेतकको रूपमा पनि छु। अहिले म चाहिँ पूर्वाधार विकास समितिमा हामी चाहिँ सदस्यको रूपमा हुँदाखेरि सप्तरीमा म्याक्सिमम् यसो कामकाजहरू पूर्वाधार विकास निर्माणमा चाहिँ धेरै नै लापरवाहीहरू भइरहेको छ। समयमा संरचनाहरू बनिरहेको छैन। अनुगमन जानु पर्यो भनेर चाहिँ हाम्रो माननीय क्राउटजीको एउटा प्रस्तावमा चाहिँ हुन्छ हामी जाउँ, त्यहाँ चाहिँ अहिलेसम्म अनुगमन टिम पुग्न सकेको छैन भन्दाखेरि चाहिँ यहाँको कस्तो स्थिति हेर्नको लागि हामी आयौँ। आउँदाखेरि फर्स्टमा हामी पस्यौँ यो बस पार्कको हेर्दाखेरि पनि म आफैले त्यहाँ उहाँहरूलाई क्वेसन पनि रेज गरेँ। क्वेसन रेज गर्दाखेरिको क्वालिटीमा अलिकति कम्प्रोमाइज भएकै देख्यौँ। अनि त्यस पछाडि उहाँहरूको चाहिँ एक्सक्युज के देखियो भन्दाखेरि जग्गा उपलब्ध हुन नसकेको कारणले गर्दा 2टा ब्लक चाहिँ बन्न नसकिने भन्ने कुराहरू पनि आयो होइन। त्यो विषयमा चाहिँ हामी विशेष गरी कोसँग नै भन्दाखेरि मेन ठेकेदारसँग नै हाम्रो समितिमा उहाँहरूलाई बोलाउँछौँ। हामी भोलि पूर्वाधार मन्त्रीलाई बोलाउँछौँ र सहरी विकास मन्त्रीहरूलाई बोलाएर चाहिँ हामी तपाईँहरूको यो समयमा 2-3चोटि म्याद थप्दाखेरि पनि नसकेको कारण उहाँहरूलाई जवाबदेही बनाएर नै हामीले छिटोभन्दा छिटो कार्य सम्पन्न गर्नको लागि हामीले पहल गर्नेछौँ। र यहाँको यो क्वालिटी विकको अवस्थामा चाहिँ यो चाहिँ नयाँ विषय होइन, यो चाहिँ विषय उठिरहेकै हो होइन। संसद समितिहरूले पनि निर्देशन दिइरहेकै हुन्छ। यो अनुगमन पनि एउटा नियमित जस्तै हुने हो कि पहिलाको के भयो त्यो हामी बुझ्दैनौँ। हामी एउटा अहिले जोस जागरका साथ एउटा नयाँ हुटुटी बोकेर हाम्रो समाजलाई के गर्नुपर्छ भनेर हामी अगाडि आइरहँदाखेरि चाहिँ हामीबाट गर्नुपर्ने जस्तै हामीले निर्देशन गर्नुपर्ने, हामीबाट जुन निर्णय गरेर मन्त्रीहरूलाई निर्देशन गर्नुपर्ने काम हामीबाट हुन्छ। त्यसपछि पनि उहाँहरूको यसरी नै लापरवाही हुँदै गयो भने तपाईँहरू मेन नागरिक समाज पनि हुनुहुन्छ, हाम्रो जनता हुनुहुन्छ, सबैजना अगाडि बढेर चाहिँ हाम्रो यो सरकारलाई चाहिँ जो अनियमितता छ त्यसलाई चाहिँ नियमित बनाउनको लागि तपाईँ हाम्रै जिम्मेवारी हुन्छ। सर्वप्रथम त सांसदले मात्र के गर्न सक्दैन, तपाईँहरू जस्तो यहाँको स्थानीय बुद्धिजीवीहरू पनि अगाडि बढ्नुपर्छ। जब मात्र यहाँ हेर्नुहोस् त फोहोरको डुङ्गुर त्यहीँ मैले कोठामा हेरेँ, त्यहीँ टोइलेट गरेको छ। यहाँको व्यवस्थित पारेको छैन यो ढलहरू भन्दाखेरि यहाँको पब्लिकलाई के होला, स्वास्थ्यको स्थितिमा पनि उहाँहरूलाई त एकदमै कमजोरी, उहाँहरूलाई अप्ठ्यारो पर्ने देखियो नि त।